सेलरोटी नेपालको मौलिक तथा परम्परागत परिकार हो। यो विशेष गरी नेपाली हिन्दू समुदायमा चाडपर्व, पूजा, विवाह तथा शुभ कार्यमा बनाइने चलन छ। यसको सुरुवात कहिलेदेखि भयो भने ठ्याक्कै प्रमाणित इतिहास भेटिँदैन, तर यो धेरै पुस्तादेखि नेपाली समाजमा चलिआएको परम्परागत खाना मानिन्छ। सेलरोटी मुख्यतया चामल भिजाएर पिसेको पिठो, चिनी वा अन्य सामग्री मिसाएर तयार गरिन्छ र तातो तेलमा गोलो आकारमा तारिन्छ। यसको बाहिरी भाग अलि कुरकुरे र भित्री भाग नरम हुन्छ। विशेष गरी दसैँ र तिहार जस्ता चाडपर्वमा घरमा सेलरोटी बनाउने परम्परा धेरै प्रचलित छ। परिवारका सदस्यहरू मिलेर सेल पकाउने र आफन्त तथा छिमेकीलाई बाँड्ने चलनले नेपाली समाजमा माया, सद्भाव र पारिवारिक एकता झल्काउँछ। आज सेलरोटी नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नै संस्कृति र परम्पराको पहिचानका रूपमा बनाउने गरेका छन्। त्यसैले सेलरोटी एउटा खाना मात्र नभई नेपाली संस्कृति, चाडपर्व र पारिवारिक परम्परासँग जोडिएको मौलिक परिकार हो।